आज त भ्यालेन्टाइन डेको दिन बुढो पनि उहाँ भान्जीको क्या गुन्यु चोलो मनाउन जानु भएको छ। अब मलाई पनि यसो ग्लोभ त चाहिहाल्यो नि। साँच्चै एउटा कुरा भनौँ दिदी तपाईलाई? भन न। तपाईले यो कलरको भेस्ट कति राम्रो देखिएको। राम्रो रे, आज भ्यालेन्टाइन डेको दिन त यस्तो लुगाले भन्दा त रेडले ब्लास्ट देखिन्थ्यो। होइन हौ क्रिसला, टिपिकल न्युलीवेड जस्तो देखिनु भन्दा त आज त भ्यालेन्टाइन डे हो। नर्मल यही सिम्पल नै ठिक होइन र? हैन्जिला भन् त। मिनिमल लुक नै ट्रेन्ड छ दिदी, प्रिन्टेस्ट भाइ। म त राम्रो लुगा लगाउँछु नि, आज भ्यालेन्टाइन डे हो नि। हेर न उम्रिँदैका तीन पाते इत्रु इत्रु छैन भ्यालेन्टाइन डे मनाउने अरे, होइन त दिदी? साथीको चाहिँ भ्यालेन्टाइन डे आउँदैन, मेरो पनि छ नि बिहा तपाईँको जस्तै। यहाँ प्लान सुन न केटी हो, भरे बेलुका मिनाजु आइन्जेलसम्म हामी पूजा दिदीलाई हिरोनी बनाइदिनु पर्छ। हे म त रेडी नै छु है। लु रेडी होइन क्या दिदी, भ्यालेन्टाइन रेडी। मलाई त कहिले किनिदिनु है। दिदीलाई राम्ररी बनाऊँ भनेर कस्मेटिकको सामान किन्न त गयो, लास्टमा के पाइयो? यही बुके पाइयो। पैसा पनि पाउँछ, तपाईँ खाने पैसा पनि पाउँछ। भ्यालेन्टाइन्स डेमा महँगो महँगो कस्मेटिक किन्नुपर्छ भन्ने छ र? यही एउटा बुके सामान्य रूपमा किनेर पनि त हामीले भ्यालेन्टाइन्स डे मनाउन सकिन्छ नि, होइन र? हाम्रो त भ्यालेन्टाइन्स डे यसरी नै मनाइन्। हजुरहरूले चाहिँ कसरी मनाउनु भयो प्लिज कमेन्ट गर्नु होला। यहाँ प्लान सुन केटी हो, भरे बेलुका मिनाजु आइन्जेलसम्म पूजा दिदीलाई भ्यालेन्टाइन डेको हटपट बनाइदिनु पर्छ।